गाइस, आज चाहिँ हाम्रो यो सिम्पल एन्ड डिस्काउन्टेड पे ब्याक पिरियडको चाहिँ क्वेसन छ गिभन होइन। हामीले चाहिँ सिम्पल एन्ड डिस्काउन्टेड पे ब्याक पिरियड मेथड युज गरेर चाहिँ यसलाई क्याल्कुलेट गर्छौँ। यसमा चाहिँ हाम्रो चाहिँ नम्बर अफ इयर्स गिभन छ अनि त्यही इयर्सको बेसिसमा चाहिँ हाम्रो क्यास फ्लोहरू चाहिँ गिभन छ है। सुरुमा चाहिँ हामीले सिम्पल पे ब्याक पिरियड निकाल्छौँ। त्यो निकाल्दाखेरि चाहिँ हामीले नम्बर अफ इयर्स र क्यास फ्लो एज इट इज लेख्नुपर्ने हुन्छ। यस्तो चाहिँ गिभन छ है, यतिसम्म गिभन छ। यति लेखिसकेपछि हामीले चाहिँ यसमा क्युमुलेटिभ क्यास फ्लो चाहिँ निकाल्नुपर्ने हुन्छ। क्युमुलेटिभ क्यास फ्लो निकाल्नुपर्ने हुन्छ। त्यसको लागि अब हाम्रो जिरो इयरमा चाहिँ क्युमुलेटिभ क्यास फ्लो भनेको चाहिँ एज इट इज हुन्छ, कुनै पनि चेन्ज हुँदैन। एउटा कुरा ध्यान दिनुपर्ने के छ भनेपछि हाम्रो यसमा सुरुको 0 इयरमा जुन हाम्रो क्यास फ्लो छ त्यो भनेको चाहिँ हाम्रो इनिसियल इन्भेस्टमेन्ट हुन्छ। यदि यता नेगेटिभ साइन दिएको छैन भने पनि त्यसलाई हामीले नेगेटिभ नै मान्नुपर्ने हुन्छ। अब हाम्रो यहाँ क्युमुलेटिभ क्यास फ्लो निकाल्दाखेरि चाहिँ सुरुमा -50 को -50 नै हुन्छ। त्यसै गरी फर्स्ट इयरमा चाहिँ फर्स्ट इयरको क्यालकुलेट गर्ने हो भनेपछि हामीले 0 इयरको क्युमुलेटिभ क्यास फ्लो प्लस हामीले फर्स्ट इयरको क्यास फ्लो गर्नुपर्ने हुन्छ। -50 + 10 -40। त्यसै गरी सेकेन्ड इयरको निकाल्दाखेरि -40 + 12 -28। त्यसै गरी -28 + 15 -13। त्यसै गरी -13 + 20 7। त्यसै गरी 7 + 25 32। त्यसै गरी 32 + 30 62। यति भइसक्यो है। यति गरिसकेपछि चाहिँ अब हामीले सिम्पल पे ब्याक पिरियड निकाल्नुपर्ने हुन्छ। यो चाहिँ हाम्रो टेबल फर्म भयो। यताबाट यो टेबल युज गरेर चाहिँ हामीले सिम्पल पे ब्याक पिरियड निकाल्नुपर्ने हुन्छ। त्यसको लागि सिम्पल पे ब्याक पिरियड भनेको हामीले अब के हेर्ने भनेपछि नेगेटिभ साइन हाम्रो कता एन्ड भएको छ त, हाम्रो लास्ट नेगेटिभ साइन चाहिँ कुन इयरमा आएको छ त्यो भनेको चाहिँ हाम्रो थर्ड इयरमा आएको छ लास्ट नेगेटिभ साइन। फोर्थ इयरदेखि चाहिँ हाम्रो पोजिटिभ मात्रै भएको छ भनेपछि थर्ड इयर भनेको चाहिँ हाम्रो लास्ट नेगेटिभ साइन भएको इयर हो भनेपछि 3 प्लस हाम्रो लास्ट नेगेटिभ डिजिट भनेको 13 हो। 13 डिभाइडेड बाई हाम्रो फर्स्ट पोजिटिभ डिजिट भनेको 7 हो। तर हामीले त 7 नलेखिकन त्यो 7 को क्यास फ्लो चाहिँ लेख्नुपर्ने हुन्छ भनेपछि हामीले 20 लेख्नुपर्ने हुन्छ। लास्ट नेगेटिभ इयर प्लस लास्ट नेगेटिभ डिजिट डिभाइडेड बाई फर्स्ट पोजिटिभ डिजिट क्यास फ्लो, यो क्याल्कुलेट गर्दा चाहिँ हाम्रो 3.68 आउँछ है। यति आइसकेपछि चाहिँ अब हाम्रो यसमा चाहिँ एमएआरआरको भ्याल्यु चाहिँ यति आइसक्यो। अब यसमा चाहिँ हाम्रो चाहिँ एमएआरआर चाहिँ गिभन छैन, लेट्स सपोज 10% मान्छ हामीले। त्यसै गरी नम्बर अफ इयर चाहिँ हाम्रो 6 हो। अब हामीले यो जुन आएको भ्याल्यु हुन्छ त्यसलाई चाहिँ हामीले चाहिँ 6 नम्बर अफ इयरसँग चाहिँ कम्पेयर गर्नुपर्ने हुन्छ। यदि हाम्रो चाहिँ सिम्पल पे ब्याक पिरियडको भ्याल्यु चाहिँ लेस देन हाम्रो नम्बर अफ इयर्स छ, लेस देन हाम्रो 6 छ भनेपछि यो चाहिँ हाम्रो फिजिबल हुन्छ, प्रोजेक्ट चाहिँ हाम्रो फिजिबल हुन्छ। यदि हाम्रो चाहिँ यो गिभन भ्याल्यु चाहिँ हाम्रो ग्रेटर देन नम्बर अफ इयर्स आउँथ्यो भनेपछि हाम्रो प्रोजेक्ट चाहिँ अनफिजिबल हुन्थ्यो। अब यसै गरी हामीले सेकेन्डमा चाहिँ डिस्काउन्टेड पे ब्याक पिरियड पनि निकाल्छौँ। सेम म यतिकै टेबल बनाउँछु यसमा पनि। यति भइसकेपछि अब हामीले चाहिँ यसमा डिस्काउन्टेड क्यास फ्लो चाहिँ निकाल्नुपर्ने हुन्छ। सुरुमा चाहिँ क्युमुलेटिभ डिस्काउन्टेड क्यास फ्लो निकाल्नुभन्दा पहिला चाहिँ हामीले डिस्काउन्टेड क्यास फ्लो निकाल्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ हाम्रो सुरुमा चाहिँ -50 को -50 नै हुन्थ्यो। अब चाहिँ यसमा चाहिँ हामीले के गर्थ्यौँ भनेपछि डाइरेक्ट क्युमुलेटिभ क्यास फ्लो निकाल्थ्यो। त्यो निकाल्दाखेरि चाहिँ हामीले चाहिँ फर्स्ट इयरको चाहिँ त्यो क्यास फ्लो प्लस सेकेन्ड इयरको चाहिँ क्यास फ्लो गर्थ्यौँ होइन। अब यसमा चाहिँ हामीले एउटा स्टेप बढी गर्नुपर्ने हुन्छ। त्यो भनेको चाहिँ हाम्रो चाहिँ सुरुको इयरको 0 इयरको हामीले डिस्काउन्टेड क्यास फ्लो चाहिँ एज इट इज राख्नुपर्ने हुन्छ। त्यसपछि 10 डिभाइडेड बाई हाम्रो चाहिँ अब एमएआरआरको भ्याल्यु 10% छ भनेपछि एमएआरआर भनेको चाहिँ 10% छ भनेपछि त्यो भनेको चाहिँ हाम्रो 0.1 हुन्छ। आई प्लस 1 गर्नुपर्ने हुन्छ हाम्रो यसमा चाहिँ आई प्लस 1 भनेपछि 1 प्लस 0.1 भनेको चाहिँ 1.1 हुन्छ। 10 डिभाइडेड बाई 1.1 हुन्छ सुरुमा चाहिँ। त्यसै गरी सेकेन्ड इयर भनेको चाहिँ हाम्रो 12 चाहिँ डिभाइडेड बाई 1.1 को होल स्क्वायर सेकेन्ड इयरमा
त्यसै गरी 15 डिभाइडेड बाई 1.1 को होल क्युब, 20 डिभाइडेड बाई 1.1 को पावर 4, 25 डिभाइडेड बाई 1.1 को पावर 5 र 30 डिभाइडेड बाई 1.1 को पावर 6। यति गरिसकेपछि यसलाई चाहिँ अब क्याल्कुलेट गर्ने यो सबै टर्महरूलाई। हामीले चाहिँ यो भ्यालुहरू क्याल्कुलेट गर्दा यति आइसकेको छ। अब चाहिँ हामीले फाइनल्ली हामीले क्युमुलेटिभ डिस्काउन्टेड क्यास फ्लो निकाल्नु पर्ने हुन्छ। अब चाहिँ हाम्रो यो चाहिँ माथिको जसरी स्टेप हुन्छ, सुरुमा चाहिँ -50 को -50 नै भयो। त्यसपछि -50 प्लस अब चाहिँ हामीले चाहिँ डिस्काउन्टेड क्यास फ्लो चाहिँ एड गर्नुपर्ने हुन्छ। पहिला चाहिँ हामीले क्यास फ्लो मात्र एड गर्थ्यो भनेपछि अब हामीले यो क्याल्कुलेट गरेको डिस्काउन्टेड क्यास फ्लोसँग चाहिँ यसलाई एड गर्नुपर्ने हुन्छ। मैले चाहिँ सबै भ्यालुहरू क्याल्कुलेट गरिसकेँ, यति आइसकेको छ मेरो। अब चाहिँ हामीले चाहिँ डिस्काउन्टेड क्यास फ्लो निकाल्नु, डिस्काउन्टेड पेब्याक पिरियड चाहिँ निकाल्नु पर्ने हुन्छ। त्यसको लागि चाहिँ सेम माथि जस्तै फर्मुला हुन्छ। सुरुमा चाहिँ हामीले चाहिँ लास्ट नेगेटिभ कुनमा आएको थियो त्यो हेर्ने। अब लास्ट नेगेटिभ आएको भनेको चाहिँ हाम्रो यो डिजिट हो, त्यो भनेको चाहिँ हाम्रो 4th इयरको हो 4 प्लस अब हाम्रो लास्ट नेगेटिभ डिजिट भनेको चाहिँ 6.07 हो डिभाइडेड बाई अनि पोजिटिभ डिजिट भनेको चाहिँ अब हामीले चाहिँ यो लिनुपर्छ। अगाडि चाहिँ हामीले चाहिँ यसमा 20 लिएको थियौँ क्यास फ्लोको, भनेपछि अब हामीले डिस्काउन्टेड क्यास फ्लोको चाहिँ पोजिटिभ लिनुपर्ने हुन्छ। यसमा चाहिँ हाम्रो 3.94 आइसकेको छ। त्यो भनेको चाहिँ हाम्रो लेस देन 6 हो, भनेपछि हाम्रो डिस्काउन्टेड पेब्याक पिरियड पनि हाम्रो फिजिबल छ भन्ने बुझिन्छ। यसरी चाहिँ हामीले सिम्पल र डिस्काउन्टेड पेब्याक पिरियड चाहिँ क्याल्कुलेट गर्न सक्छौँ।